हेलो हेलो गाइजहरू होइन फेरि वेलकम ब्याक टु आवर च्यानल नयाँ भिडियो लिएर आइसकेका छौँ हामी आज हामी रियाक्ट गर्दैछौँ द लेजेन्ड राजेश हमालको होइन हाम्रो राजेश दाइको नयाँ फिल्म आएको रहेछ नरसिम्हाको अवतार कस्तो बनाएको छ त ट्रेलर होइन हेर्दिनमा त लेट्स स्टार्ट द भिडियो है त आखिर कहिलेसम्म यो हत्या हिंसा बलात्कार अनि भ्रष्टाचार खै कहाँ छ सरकार कसले दिन्छ न्याय त्यही न्याय दिने अनि मेरो देश बनाउने एउटा मानिस खोजिरहेछु के यो त गजिनीकै सिन याद आयो त ह्यामरले नै दियो क्या त्यो हेर्नु ल फेरि तर बिस्तारी क्या त्यो लाग्ला भनेर बिस्तारी लागेर यस्तो गरेछ फेरि गर्दा त्यही न्याय दिने अनि मेरो देश बनाउने एउटा मानिस खोजिरहेछु ह्यामरले चाहिँ गएर के छाने क्या लडेको नि त्यस्तै सेम लडे त बदली रात की टिङ गया नदी भने वाइट महानायकै देख्छ है फेरि है महानायक यो त हाम्रो के अरे पज गर्दा यो त अब त्यो जसरी शाहरुख खानले पठानबाट कमब्याक हानेको थियो नि त हाम्रो राजेश दाइको नि यस्तै हुनुपर्ने हो नि त यो फिल्म त होइन र धेरै पछि लिडमा आएको होला होइन त फिल्म त धेरै आएको थिएन होला त अहिले त कमब्याकै गरे होला नि नेपालको सेलिब्रेटी भन्ने बित्तिकै राजेश हमाल त होला नि है अरू कसलाई भन्छ र त्यस्तो सेलिब्रेटी भनेर राजेश दा आयो भने त अनि निखिल दालाई अलिकति अलि मान्छेले नचिन्ला अहिले होइन तर राजेश हमाल भने चाहिँ राजेश हमाल भन्ने मान्छे है त्यो सेलिब्रिटीको त्यस्तो लेभलमा को छ त अरू नेपालमा एक्ट्रेसहरूमा त्यस्तो औरा हुनु पर्यो औरा त हाम्रो राजेश हमाल दाइको मात्रै छ नि VFX पनि रहेछ अब के हो टप एडिटरलाई हायर गरेछ त VFX एडिटर नरसिम्हा भनेको कसको हाम्रो शिवजीको अवतार हो कि विष्णुको अवतार हो समथिङ त्यस्तै लाइक त्यो भगवान एउटा अवतार जस्तो लाग्यो नरसिम्हा त शिवजी विष्णु तर अलिक हैन तर मलाई विष्णुकै जस्तो लागिरहेको छ यार किनकि यो नरसिम्हालाई रोक्नलाई अर्को त्यही कुनै एउटा भगवानले अर्को रूप धारण गरेर आउनुहुन्छ क्या फन फ्याक्ट which is not fact no fact I'm not sure है फेरि यो फ्याक्ट हो कि हैन हजुरहरूले गुगलमा गएर चेक गर्न सक्नु हुनेछ हैन कमेन्ट गर्नु होला प्लिज ए कमेन्ट गरिदिनु होला प्लिज उसको एउटा मात्रै सहारा हुन्छ र त्यही सहाराको नाम हो नरसिम्हा यो अब यसरी बोल्ने इन्काउन्टरै गर्ने भए सबभन्दा पहिले भ्रष्ट नेता र मन्त्रीहरूलाई गर्नुपर्छ हात्ती दुलो पार्ने गरी हाल्नु ल त्यो विराज भट्ट नि छ क्या कोही मान्छे यति धेरै खास हुन्छन् जसलाई सास र उन्जेलसम्म नै बिर्सिन सकिन् तिमीलाई बिर्सेर मैले कसरी सास फेर्ने कोही विराज भट्ट छोरो भित्र नै छ मेरो संसार है आई लभ यु ओहो समौला यसबाट खतरा देखेको छ
जब राज्य प्रणाली में हो कि क्या यो विराट भट्टकै छोरा हो कि के हो साधारण सामान्य इमानदार नागरिक हुन्छ यही हो देशको दुर्दशा जुन हामी सबैले भोगिरहेका छौँ आइन्दा मेरो फ्यामिलीलाई टच गरिस् भने यो पिस्तोलमा कति गोली छ त्यसको हिसाब म राख्दिन त्यो पनि गजनीकै उयो रहेछ त हातबाट पावर खुसी के हुन्छ गजनी पनि भन्दैन सञ्जय सिंगानाले पनि त पछाडिबाट खान्छ नि त अनि ज्याम बला झ्याममा खान्छ नि दुईजना हात मिलाउने गइरहन्छ हुन्छ थियो त त्यो सिट त अगाडि नै छ नि अगाडि हेरिनुहोस् केटालाई हान्छ क्या सुरुमा त्यसपछि केटीलाई हो मैले मिस गरेछु हान्दैछु ओके ओके केही छैन शरीरबाट सास फुस्किनुस् ओहो ल सकियो ल त्यो हे गरेर त्यो उयो धमलालाई तर्सा हो क्या धमलालाई तर्सा हो क्या ऋषि धमलालाई तर्साउँदा हे गरेर धमला तर्सा गाउँदेखि सहरसम्म सडकदेखि सिमानामा भनेर देवतादेखि खलनायकसम्म पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहनेछु यो गुन्डा त यो भिलेन त अझै रहेछ त यार त्यो भिलेन कुन देख्यो तर यो डायलगमा त सबै आफ्नो फिल्मको नाम भने जस्तो लाग्यो नि त मलाई त र ठिक छ होइन ट्रेलर दामी रहेछ त्यही हो अब प्लिज हेर्न गइदिनु होला यो फिल्म राजेश दाइको लागि the one and only true celebrity of Nepal होइन नो अफेन्स टु अदर पिपल होइन त्यही हो राजेश दाइ जिन्दाबाद राजेश दाइलाई हे भन्दाखेरि चाहिँ पुरा त्यो पुरै क्राउडबाट रियाक्सन आउनु पर्ने क्या गरेर होइन जेठ 9 गते अहिले के हो चाँडै नै रिलिज हुन आँटेको फिल्म जेठ 9 गते That is 23rd of the May. साथीहरू हेर्नु मन छ भने हेर्नु जानुहोस् टिकट छ भने दिनु होला यदि भन्दै मेरो हेरेको सबै भ्युजहरू जानुहुन्छ जस्तो मलाई लाग्छ अरू पनि अचेल 500 भ्युज आउँछ के को घमण्ड हो यस्तो यो भनेर मन लाग्यो 500 भ्युज पनि यहाँ घमण्ड गर्नु परेछ 500 धेरै हो नि यार एउटा फिल्म हाल्दा भरिन्छ नि 1000 सब्स्क्राइबरमा 1000 रुपैयाँ गिभ अवे ओन्ली एक्सक्लुजिभ फर नेपाली ऑडियन्स है फेरि बाहिरकोले चाहिँ पार्टिसिपेट गर्न पाउनुहुन्न नि फेरि यहाँ कमेन्ट गर्नु पर्यो हैन सब्स्क्राइब गर्नु पर्यो कमेन्ट 100 वटा आउनु पर्यो नि 1000 त नभए 100 वटा कमेन्ट त आउनु पर्यो नि त्यसपछि 1000 रुपैयाँ त्यो कमेन्टको एकजना चुज गरेर हामी 1000 रुपैयाँ दिनेछौँ त्यसैले कमेन्ट गर्नु नभुल्नु होला 100 वटा